तात्यो भन्न तातेन त्यो उ पनि चल्दैन अथा कस्तो कुरा तान कोही जाऊ आइज तान्त ल पुरानो दाउरा पनि ल्याउनु पर्छ तल है फाइनली मुम्बईमा बसेर सबैले सेलरोटी खाएको फोटो हेर्दा 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 मैले पनि सिक्किम आएर खानु पाएँ साथीहरू आगो मन पर्दैन मिठो हैदियो नि यता पनि खाँदैछौ अनि त्यही भएर तर चिसै खाँदैछ मेरो सास आयो मेरो फेभरेट बाइले खान सक्दैन नाम लिएर हुला गरेर भन्नु मेरो दिदीले चाहिँ मन पराउँदैन मेरो लागि जबरजस्ती खाइदिँदैछ हो यति गर्नु पर्यो यहाँ मेरो भाइ पनि खाँदैछ यो चाहिँ लुक्छ देखायो भने त्यही भएर नदेखाएको भिडियोमा लजाउँछ हो त्यही भएर यहाँ हामी चाहिँ आगोमा अर्ग्यानिक पोल्दै खाँदैछ लास्टमा सेलरोटीलाई नि अर्ग्यानिक बनाइदिनु पर्यो नि अब खानुहुन्छ भाउजूले यस्तो रोटी खाँदा हुन्छ है शान्तिले भाउजूले दियोस् नि त शान्ति त खुसीले दियोस् हुन्छ ल अब खान्छु ल बिस्तारी बाई अनि त दुईटा मात्रै दिएको दिवालीमा खानु पाएन अब पनि बे टाइममा खाँदैछ कहाँबाट ल्याएको यो सेलरोटी त्यो पनि याद छैन खाँदैछ मात्रै कपाल